मेरो त मेरो हातबाट कोही एउटा कमी पनि नबरोस् र कसैले मलाई पनि मार्ने कोसिस नगर भन्न चाहन्छु। पशुपति भगवान् गणेश भगवान्सम्म कृपालाई रक्षा गर्न चाहन्छु। मेरो विषयमा होइन यो। र मान्छे पटक पटक मर्न खोज्दैछ र पटक पटक अरूलाई मार्न खोज्दो रहेछ क्या। तर मान्छेको जीवन मृत्यु भनेको चाहिँ छैटौँमा लेखेको हुनेछ। उसले चाहिँ माथिबाट नै भगवान्ले दिएर पठाउँछ क्या। कसैले मार्छु भन्दैमा त्यो मर्दैन रहेछ र आफै मर्छु भन्दा पनि त्यो मर्न सकिँदैन रहेछ क्या। त्यही भएर के भन्न चाहन्छु भने हिजो भर्खरै चाहिँ तपाईँको एउटा जमदार, हाम्रो चाहिँ आर्मीको जमदारहरूलाई बाउले नै मार्यो। कहिले स्वास्नीले के अरे लोनले मार्छ, कोहीले बाउले बच्चा मार्छ, कोहीले चाहिँ प्रेमीलाई मार्छ। यस्तो कुराहरूले चाहिँ अहिले चाहिँ मलाई चाहिँ कस्तो टेन्सन हुन थाल्यो क्या। रातभरि निद्रा लाग्दैन। यो देशमा किन यस्तो भइरहेछ? किन के फल नभइकन त त्यसरी अर्काको ज्यान लिन सक्दैन होला नि त। त्यही भएर प्रभु मेरो हातबाट चाहिँ कसैको ज्यान नगोस् र कसैले पनि मलाई चाहिँ ज्यान नबारोस्। सम्बन्ध मिल्दैन, विचार मिल्दैन, छुटेर बसौँ र कसैको सम्पत्तिमा लोभ पनि नगरौँ।